हेलो वेलकम ब्याक टु माई च्यानल साथीहरू। सुभाष टकमा हजुरहरूलाई स्वागत छ। आज म तपाईँहरूलाई वर्ल्ड कपको बारेमा भन्न गइरहेको छु। तपाईँहरूलाई थाहा छ अहिलेको यो 2026को वर्ल्ड कप चाहिँ एकदम भव्य तरिकाले चाहिँ संसारका सबै मानिसहरूले चाहिँ मनाउँदैछन् भनेर। पहिला एउटा देशमा मात्र वर्ल्ड कप हुन्थ्यो भने यो 2026मा चाहिँ साथीहरू 3वटा देशमा वर्ल्ड कप चाहिँ खेलाइँदैछ। यानि कि अहिलेसम्मकै सबैभन्दा ठुलो वर्ल्ड कप हुँदैछ साथीहरू। र तपाईँहरूलाई थाहा छ साथीहरू, वर्ल्ड कप चाहिँ अस्ति, हिजो अनि आज हुँदैछ। अनि म तपाईँहरूलाई चाहिँ अस्ति र हिजो र आजको केही जानकारी दिनेछु साथीहरू। अस्ति चाहिँ मेक्सिको भर्सेस दक्षिण अफ्रिका र अर्को म्याच दक्षिण कोरिया भर्सेस चेकिया भएको थियो। र मेक्सिको भर्सेस दक्षिण अफ्रिकाको म्याचमा चाहिँ साथीहरू मेक्सिकोले 2 गोल गरेर जित हासिलका थिए र दक्षिण अफ्रिकाले चाहिँ 1 गोल पनि फर्काउन सकेका थिएन। र दोस्रो म्याच भनेको चाहिँ दक्षिण कोरिया भर्सेस चेकिया थियो। यसमा चाहिँ दक्षिण कोरियाले 2 गोल लगाएको थियो भने चेकियाले 1 गोल मात्र फर्काउन सफल भएका थिए, जसका कारण चाहिँ दक्षिण कोरियाले चाहिँ जित हासिल गरेको थियो साथीहरू। र हिजो चाहिँ साथीहरू अमेरिका र पाराग्वेको म्याच भएको थियो पहिलो, र दोस्रो भनेको चाहिँ साथीहरू क्यानाडा र बोस्निया एन्ड हर्जगोभिनाको म्याच भएको थियो। यसमा चाहिँ अमेरिका र पाराग्वेको म्याचमा चाहिँ अमेरिकाले 4 गोल हालेको थियो भने पाराग्वेले 1 गोल मात्र फर्काएका थिए, जसको कारण चाहिँ सजिलैसँग चाहिँ अमेरिकाले चाहिँ यो म्याचलाई चाहिँ जित हासिल गरेका थिए। र क्यानाडा भर्सेस बोस्निया एन्ड हर्जगोभिनामा चाहिँ साथीहरू दुवैजनाले 1-1 गोल गरेका थिए, जसको कारण चाहिँ ड्र भएका थिए साथीहरू हिजोको म्याचमा चाहिँ। र साथीहरू आज हुने म्याच भनेको चाहिँ कतार भर्सेस स्विजरल्यान्ड छ, र ब्राजिल भर्सेस मोरोक्को, अनि अर्को भनेको हैटी भर्सेस स्कटल्यान्ड, र अर्को चाहिँ अस्ट्रेलिया भर्सेस टर्की छ साथीहरू। यिनीहरूको टाइम चाहिँ कतार भर्सेस स्विजरल्यान्डको चाहिँ भोलि बिहान 12:45 बजे नेपाली समयमा रहेको छ। स्थान भनेको चाहिँ सान फ्रान्सिस्को अमेरिकामा रहेको छ। र दोस्रो ब्राजिल भर्सेस मोरोक्को गेम भनेको चाहिँ साथीहरू भोलि बिहान 3:45 बजे हुँदैछ। स्थान भनेको न्युयोर्क अमेरिकामा छ। र हैटी भर्सेस स्कटल्यान्डको समय भनेको चाहिँ भोलि बिहान 6:45 बजे हुनेछ नेपाली समयमा साथीहरू। स्थान भनेको चाहिँ बोस्टन अमेरिकामा छ। र अस्ट्रेलिया भर्सेस टर्कीको चाहिँ साथीहरू भोलि बिहान 9:45 बजे समय नेपाल नै रहेको छ। र स्थान भनेको चाहिँ भ्याकुनबर्ग क्यानाडामा रहेको छ। र आजको अपडेट चाहिँ साथीहरू यति नै रहेको छ। भोलि हुने म्याचको साथीहरू तपाईँहरूलाई एकदमै धेरै शुभकामना, रमाइलो गर्नुहोला भोलिको म्याच हेरेर। र तपाईँहरूलाई यदि भोलिको कुन देश चाहिँ तपाईँहरूको फेभरेट हो, यदि फेभरेट छ भने कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला साथीहरू भन्दै मेरो यो छोटो भिडियो तपाईँहरू माझबाट यहीँ राख्दछु।